सपना नराम्रो देख्छौँ त परमेश्वरलाई धन्यवाद। नराम्रो सपना जसले देखायो उसैलाई हो, राम्रो सपना परमेश्वरले देखाउनु भयो। परमेश्वरले पस्केका र परमेश्वरले देखाएका सपना मात्रै हाम्रो जीवनमा 1000% पुरा भइसक्यो। नराम्रो सपनाको प्रतिफल हाम्रो हुँदै होइन। जो नराम्रो छ त्यसलाई लिँदै नलिनु, जो राम्रो छ त्यो पाइसके भनेर मन गर्नु, परमेश्वरलाई धन्यवाद गर्नु। 1000% पिताजीले ती स्वर्गका कामहरू प्रकट गरेर दिइसक्नु भएको छ। यो महानता, यो महिमा, यो शक्ति, यो तागत, यो ईश्वरीय उद्देश्य हाम्रो जीवनमा परमेश्वरले सजिलैसँग प्रकट गराइसक्नु भएको छ। त्यसैले धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा। विशेष गरेर आज मङ्गलबारको दिन हामी प्रत्यक्ष रूपमा परमेश्वरकै आत्मा भएर एकदमै उहाँकै आत्मा अनुसार, उहाँकै शब्द अनुसार, उहाँकै भाषा अनुसार, उहाँकै उच्चारण अनुसार प्रत्यक्ष डाइरेक्ट ईश्वरसँग कुरा गर्ने पनि समय हो। त जति ईश्वरमा अन्य भाषामा कुरा गर्छौँ त्यति हामी निर्माण हुन्छौँ। जब निर्माण हुन्छौँ तब कसैले हानिरहेछ भने पनि उसैलाई दुख्छ, तर हामी अरू मजबुत परमेश्वरले बनाइसक्नु भएको छ। जसरी यो एक एक इँटाबाट यो भवन निर्माण भएको छ, यो निर्माण भएको भवनलाई तपाईँले मुड्कीले हान्नुहुन्छ, तपाईँले हातले हान्नुहुन्छ, तपाईँकै हातमा दुख्छ। यो भित्तोलाई, यो भवनलाई दुख्दैन, जसले हाने उसलाई दुख्छ। त्यस्तै जब तपाईँ एक एक शब्दबाट परमेश्वरका आत्मा अनुसारका यी अन्य भाषामा बढ्नुहुन्छ तब समस्या सकार मतलब शैतानले जति मुकाबिला गर्छ, जति समस्या प्रहार गर्छ त्यति उसलाई दुख्छ, तर हामीलाई अरू अडार खडा परमेश्वरले बनाइसक्नु भएको छ। परमेश्वरले अरू तागत, अरू पोषण, अरू शक्ति, अरू सामर्थ परमेश्वरले डाइरेक्ट हाम्रो अगाडि प्रकट गरिसक्नु भएको छ। धन्यवाद पिता। भइसक्यो बच्चा, बोले अनुसारको काम गर्न म तयार छु। सही कुरा बोलिदिनु, सही काम 1000% आँखाको अगाडि परमेश्वरले प्रकट गरिसक्नु भयो। यो बोलेर प्रकट हुने यति सजिलो सच्चाइको बाटो, यति सजिलो परमेश्वरको मार्ग हाम्रो लागि परमेश्वरले खोलिदिनु भयो, जसको कारण हामी हर समय उहाँसँग मन बढाउँछौँ, हर समय उहाँका आत्मिक वचन अनुसार चल्छौँ। तब परमेश्वर पिताले एक सेकेन्ड पनि तपाईँलाई टुरो हुन दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई एक्लो पर्न दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई रुन दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई ऋणमा, दलदलमा, कठिनाइमा परमेश्वरले पर्नै दिनुहुन्न। समस्यालाई मेरो भनेर लिँदै नलिनु, यो त मेरो हुँदै होइन, यो त जा भाग भन्नु। अनि ईश्वरबाट आएको कुरा, परमेश्वरबाट पाउने कुरा आँखाको अगाडि नहुँदा पनि पाइसके, भइसक्यो, धनी भइसके, स्वस्थ भइसके, जीवन पाइसके, उद्धार पाइसके, आनन्द पाइसके। धन्यवाद पिता, भइसक्यो बोल्नुभयो। आँखोदेखि परमेश्वरले 1000% स्वर्गका कामहरू प्रकट गरिसक्नु भएको छ। त धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा। समयको योजना अनुसार होइन, परमेश्वरको योजना समय छोटो नै छ। त्यसैले परमेश्वरको आत्मा भएर हामी उहाँसँग अन्य भाषामा कुरा गर्छौँ, परमेश्वरसँग डाइरेक्ट कुरा गर्छौँ। परमेश्वरका कुरा थाहा हुन्छ। जब परमेश्वरको कुरा थाहा हुन्छ, संसारको मै हुँ भनेर आएका घनघोरको अन्धकारलाई पनि च्वाट यी परमेश्वरका आत्मिक वचनबाट, आत्मिक योग्यता अनुसार भएका यी अन्य भाषाद्वारा सबै समस्याको बादलहरू फाटिसकेको छ। जसरी हामी आकाशलाई हेर्छौँ, अन्धकार गाडाङगुडुङ गरिरहेछ, अन्धकार भइरहेछ, बादल लागेको छ, गाडाङगुडुङ आवाज आएको छ भने हामी भन्छौँ आज पानी पर्छ। त्यस्तै जीवनमा गाडाङगुडुङ आयो, अन्धकार भयो भने जान्नुहोस् आज सबैभन्दा टप लेभलको ईश्वरको आशिष मेरो जीवनमा प्रकट भइसकेको छ। तपाईँ आकाश हेरेर जान्नुहुन्छ पानी आउँछ, हालत हेरेर जान्नु परमेश्वरको आशिष आइसक्यो।
यो हालत मलाई होइन, यसलाई मेरो पिताले पन्छाइसक्नुभयो। परमेश्वरले चाहेका ती स्वर्गका महान काम मेरो अगाडि प्रकट भइसक्यो पिता, धन्यवाद गर्छु येशू मसीहको नाउँमा भनेपछि परमेश्वरलाई ड्युटी दिनुभयो, परमेश्वरलाई काम दिनुभयो। परमेश्वरलाई काम दिने, परमेश्वरको महिमामा मन लगाउनेहरू फाइदाको जीवनमा रहनुहुन्छ। त आफै सोच्ने, आफै चिन्ता गर्ने, आफै गर्नेवाला बन्ने गर्न लाग्नुभयो भने तपाईँ मूर्ख सन्तान हो। तपाईँ जति आफ्नो बुद्धि लाउनुहुन्छ त्यति दुःख पाउनुहुन्छ, जति ईश्वरलाई छोड्न सक्नुहुन्छ त्यति छिट्टो परमेश्वरको काम प्रकट भइसकेको छ। धैर्य गर्नुहुन्छ, छिटो प्रकट हुन्छ। अतालिनुहुन्छ, छिटो खोज्नुहुन्छ, ढिला हुन्छ। जे हुन्छ ईश्वरमा हुन्छ भनेर धैर्य गरेर ढुक्क भएर छोडिदिनुहुन्छ। हुनै नसक्ने काम पनि 1000% परमेश्वरले छिट्टो प्रकट गरिसक्नु भएको छ। पहिले अरूको उद्धारको लागि माग्नु, अरूको सुधारको लागि माग्नु, अरूको भलाइको लागि माग्नु। तपाईको भलाइ त परमेश्वरले गरिसक्नु भएको छ, परमेश्वरले दिइसक्नु भएको छ। जब तपाईद्वारा अरूको उद्धार हुन्छ भने तपाईलाई कमी र घटीमा परमेश्वरले कहिल्यै हुन दिनुहुन्न। तपाईलाई अरू मजबुत र अरू शक्तिशाली, अरू 1000 गुणाको आशिषमा परमेश्वरले राखिसक्नु भएको छ। त्यो आशिष हजुरहरूसँगै छ, परमेश्वर सँगै हुनुहुन्छ। परमेश्वर मसँग हुनुहुन्छ त म सब कुरा गर्न सक्छु। यो मन बनाउनु, परमेश्वर मेरो लागि हुनुहुन्छ त म सबै समस्या, सबै मडारिएका बाधा रुकावटलाई चकनाचुर पारेर एकदमै अडार खडा रहन सक्छु। परमेश्वर मसँग हुनुहुन्छ त खाइहाल्ने घातक रूढीलाई पनि चकनाचुर परमेश्वरले पार्न सक्नुहुन्छ। मैले त्यो सामर्थ्य पाएको छु, मैले त्यो योग्यता पाएको छु, मैले त्यो तागत पाएको छु। यो समस्या त केही पनि होइन, समाधान परमेश्वरले मलाई 1000% दिइसक्नु भएको छ। मेरो ईश्वर समाधानको ईश्वर, मेरो ईश्वरको भण्डारमा समाधान मात्रै छ। मेरो ईश्वरको भण्डारमा सही र सकारात्मक कुरा छ। मेरो पिताको भण्डारमा मेरो लागि फाइदै फाइदाका हरेक महिमाहरू मात्रै छ, जो मेरो पिताले राख्नु भएको छ। लाइन बाई लाइन मेरो अगाडि प्रकट भइसकेको छ। धन्यवाद पिता, भइसक्यो। रोग समस्या यो त हेर्ने नै होइन, यो त मलाई हुँदै होइन, यो मेरो लागि हुनै सक्दैन, यो त झुट हो, झुटो टिक्दैन, साँचो डक्दैन। हिजैबाट भनिरहेको कुरा सबै समस्यालाई झुट मान्नु। जति गहिरोले कसैले बताए पनि यो त झुट हो, यो त टिक्नै सक्दैन, यो त हुनै सक्दैन। हुन सक्छ परमेश्वरको काम, परमेश्वरको महिमा, परमेश्वरको तागत। त्यसैले मेरा गुरु मेरो लागि कंगाल बन्नुभयो ताकि म धनी भऊँ भनेर। मेरा गुरुले शरीरमा तोडफोड गराउनु भयो ताकि उहाँले पारेका, उहाँको शरीरमा भएका तोडफोडबाट निर्माण भएर मजबुत भएर सामर्थ्य मेरो पिताले बनाइसक्नु भएको छ। मेरो गुरुले लिएका चोटबाट म निको भइसकेको छु। मेरो गुरुले लिएका निन्दा र एकदमै अपमानबाट मलाई सम्मान र सतनाम मेरो पिताले दिइसक्नु भएको छ। मेरो लागि त्यो अनमोल सेक्रिफाइस, त्यो अनमोल बलिदान मेरो पिताले दिइसक्नु भएको छ। मेरो पिताबाट जो हो त्यो मेरो अगाडि मेरो पिताले प्रकट गरिसक्नु भयो। धन्यवाद पिता, भइसक्यो बोलिदिनु। अन्धकारलाई वास्तै नगर्नु। बत्ती बालेपछि अन्धकार भागिहाल्छ, जीवनका अन्धकार त केही होइन। धन्यवाद ईश्वर, पाइसके भन्नु भनेको बत्ती बाल्नु हो। घनघोर समस्या च्वाट च्वाट भएर तपाईँको जीवनबाट भागेर हटिसकेको छ। धन्यवाद पिता, येशू मसीहको नाउँमा परमेश्वरलाई धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमेश्वरमा बढ्दै जानु। जसरी मेरो छोरी सुसम्पन्नता होइन, सानो हुँदा त्यति खोज्ने थिइनन्, जब ठुलो हुँदै गइन्, माम पनि मामुसँग खाने, बस्ने पनि मामुसँग होइन। जे काम गर्नु पर्यो पहिला त अब अघि मात्रै गवाई बताउनु भयो हाम्रो अञ्जली आजी भन्छन् उनले होइन, हर समय उनीसँग रहन्थिन्। तर जब जति टाढा भयो, जति अब छोड्दै हिँड्दै नानी पाएको 6 दिन बाटै महिमा गरेको मैले होइन, परमेश्वरको योजना। तर
तब सानो सानोमा त त्यति खोज्ने थिइनन्, जति बढ्दै गइन् जति बुझ्दै गइन् त्यति उनले मामुको महत्त्व बुझ्दै गएको छन् नि। त्यस्तै हामी पनि जति अन्य भाषामा बढ्दै जान्छौँ, आत्मिक रीतिमा बढ्छौँ, त्यति पिताको महत्त्वलाई हामीले पनि बुझ्दै जान्छौँ, परमेश्वरलाई अरू बुझ्दै जान्छौँ। खाना पनि मामुसँग, बस्ने पनि मामुसँग, सुत्ने पनि मामुसँग, होइन, एकछिन छोड्न मान्दिनन्। बिहान पनि कति समय पुरै मिठो मिठो गफ गरेर जति बेला पनि मामुसँग समय बिताउन पाए हुन्थ्यो भन्ने उनलाई त्यो चाहत हुन्छ। बुझ्दै आइन्, ठुलो हुँदै आइन्, उनमा त्यो बुद्धि, त्यो प्रेरणा, त्यो प्रेम पनि ईश्वरले भर्दै जानुभयो। त्यस्तै हामी परमेश्वरमा पनि बढ्दै जान्छौँ, त्यति परमेश्वरसँग अरू बोल्न पाए हुन्थ्यो, अरू ईश्वरसँग नजिक हुन पाए हुन्थ्यो, अरू ईश्वरका भाषामा, ईश्वरीय शक्तिमा उत्साहित हुन पाए हुन्थ्यो। जति यो मन गर्छौँ त्यति बलियो परमेश्वरले बनाइसक्नु भएको छ। त धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा यिनै परमात्माको तर्फबाट भएका महिमाले सबैको जीवनमा आशिष महिमा मिलिसक्यो र परमेश्वरको यस महिमालाई सञ्चालन गर्नुहुने हाम्रो केशर सर हजुरलाई पनि पिताको अरू भरिपूर्ण आशिष र महिमा मिलिसक्यो भन्दै यहाँहरू सबैबाट बिदा हुने अनुमति माग्छु। धन्यवाद गर्छु पिता, येशू मसीहको नाम।